साथीभाइलाई सबैलाई नमस्कार। मेकानिक साथीभाइलाई पनि नमस्कार। म नेपालगञ्ज बाँके जिल्ला 18 वडा नम्बरबाट बोलेको अनि म मेकानिक हुँ म। अनि मेरो नाम महेन्द्र ठकुरी। म यो संस्थाको पनि म एउटा हाकिम हुँ, सहसचिव। अनि हाम्रो यो जानकारीको लागि मैले भिडियो बनाएको हो। हजुरहरूलाई यो अटोमोबाइल तथा मेकानिक सङ्घ भने चाहिँ यो हाम्रो एउटा संस्था हो। संस्थाले भने चाहिँ कस्तो भने हाम्रो भोलि सुख दुःख भने चाहिँ एउटा यही संस्थाले हामीलाई साथ दिने हो। अनि मिस्त्रीहरूले जानकारीलाई मैले यो युट्युबमा च्यानलमा अनि हजुर फेसबुक च्यानलमा मैले हजुरलाई त्यसै टिकटक च्यानलमा हाल्न खोजेको हो। भने सबलाई जानकारी होस्, नेपालगञ्ज बाँके जिल्ला जति जिल्ला पनि होस् अनि जानकारीलाई यो संस्थालाई हामी माया गरून्, माया गरेर अनि सम्पर्क गरून्। हाम्रो सम्पर्क नम्बर यही छ, यही हो सम्पर्क नम्बर यही छ। त्यसपछि मैले भन्न के चाहन्छु, सब मिस्त्रीहरूलाई आउनुहोस्, यो संस्थालाई साथ दिनुहोस्, यो संस्थामा बस्नुहोस्। सबलाई भोलि सुविधा हजुरलाई हुन्छ, राम्रो हुन्छ है भन्न खोजेको। त्यसपछि यो संस्थाले के गर्छ, कस्तो कस्तो गर्छ है एकचोटि हजुर अफिसमा आउनुहोस्। नेपालगञ्ज कारखाना भुजेगाउँ पश्चिम साइडमा अफिस छ हाम्रो। यो अफिसमा आउनु होला। अनि यो किन भनेपछि यो संस्थाले के गर्छ भने चाहिँ के गर्दैन भने चाहिँ हाम्रो यो संस्था भने यस्तो संस्था हो भने चाहिँ भोलि मेकानिकको लागि हो, मेकानिक हितको लागि हो। मेकानिकले होइन के चाहियो मेकानिकलाई होइन मेकानिकलाई कस्तो दुःख हुन्छ त्यो टाइममा उसलाई साथ दिन्छ मेकानिकले। संस्थाले संस्थामा आएर बस्नुहोस्, संस्थालाई साथ दिनुहोस्। मैले यो भन्न चाहन्छु हजुरलाई नमस्कार। यो हाम्रो मेकानिक संस्थालाई माया गर्नु होला। युट्युब च्यानल, फेसबुक च्यानल हजुरको, त्यसपछि टिकटक च्यानलमा पठाइदिन्छु म।